सम्पूर्ण नेपालीमा नमस्ते हैन। मैले भन्दै थिएँ नि पार्टीले नेपालमा के पनि हुन सक्दैन क्या। जसले जुन पार्टीले लोकतन्त्र यो गणतन्त्र यो बहुदल मान्छ नि त्यो कहिले पार्टीले देशलाई सक्सेस पार्टीतिर लाग्दैन क्या। मैले भन्दै थिएँ तिमीहरूलाई पार्टी भनेको नि देशको भनौँ न भ्रष्टाचारीहरू हो क्या। पार्टीहरू भनेको भ्रष्टाचारीहरू हो, देशको विरुद्ध काम गर्नेहरू हो पार्टी भनेको होइन। सम्पूर्ण नेपालीमा नमस्ते, मेरो नाम सन्तोष है। मैले भन्दै थिएँ पार्टीले देश बन्दैन, पार्टीले के हेर्छ, कुन बाटो हेर्छ, कुनै देशले कुन देशले फन्डिङ दिन्छ भनेर बाटो हेरिरहन्छ क्या। मैले भन्दै थिएँ जो नेपालमा आन्दोलन अहिलेसम्म के पनि भएको छैन। आन्दोलन हुनलाई बाँकी छ, अब आन्दोलन हुन बाँकी छ। हेर्दै जाऊ यस्तो आन्दोलन हुन्छ नि, यस्तो आन्दोलन हेर्दै जाऊ, यस्तो आन्दोलन हुन्छ नि कुरी छोडिदियो क्या। पार्टीले देश बन्दैन, पार्टीले देशलाई उँभो बाटोतिर लाँदैन। त्यही भएर नेपालमा राजतन्त्र, हिन्दू राष्ट्र, पञ्चायतकाल पहिलाको पञ्चायतकालहरू सब आउनुपर्छ अनि मात्र हो क्या। यो गणतन्त्र लोकतन्त्र पार्टीले किन मान्ने? यो लोकतन्त्रले देश बनेको होइन नि, यो राजतन्त्रले देश बनाएको हो नि नेपाल। त्यही भएर नेपालमा राजतन्त्र, हिन्दू राष्ट्र, किराँत बौद्ध सहितको हिन्दू राष्ट्र सनातन धर्म हुनुपर्छ। हस्त चाहिँ नेपाल।